ल गाइस अहिले चाहिँ हामी यहाँ महेन्द्र पुल होइन बङ्गुर र म चाहिँ अब भौडिन जानु लाग्यो होइन। अब हामी चाहिँ घाटी सिराको खोलामा भौडिन जाने रे। घाटी ब्याङ्क पहिला बङ्गुरको ब्याङ्कमा सुनु मम्मीको पैसा हालिदिएको रे। यहाँ अब उस कराएर केही नि सुनेको होला, हावा कराएर छैन हो यति चिसोमा त। ल है त गाइस म बोलेको सुनेको कि सुनेन होला। अब ब्याङ्क गएर भेट्न पर्छ है त। अहिले चाहिँ हामी यहाँ ब्याङ्क पसेर अब चाहिँ जान लाग्छ। यहाँको ब्याङ्क पसेर हो अब चाहिँ अब हामी घाटी सिना जान लाग्छ अरे। भाइरल प्रेसले बङ्गुरले हेर्दा जान्छ भन्छ के अरे। यहाँ बङ्गुर चाहिँ स्पिड भएर यहाँ स्कुटर सिटहरूको सिट नयाँ सर्भिसिङ हालेर बसेछ। अब चाहिँ हामी पामेतिर गएर भेट्नु पर्ला है त गाइस। ल है त गाइस पामेतिर गएर भेटौँला। ल गाइस अहिले चाहिँ हामी यहाँ क्याट वाक गऱ्यौँ होइन। अब हामी चाहिँ यहाँ लेकतिर आउनु लागिसक्यो। लेकतिर रे पामेतिर यहाँ चाहिँ बङ्गुर छ। यता चाहिँ यहाँ देखेन गाइस। रोड चाहिँ खाली छ, गर्मी छ, भौडिन चाहिँ अलि मजा आउला जस्तो छ। यहाँबाट चाहिँ एक बङ्गुरले अलि ढिलो चलाएर यहाँ अलि छिटै पुगेन कि यहाँ नत्र भ्यू देखाइदिउँ भनेको भिडियो लामो भयो। गाडी चलाउँदैछ स्कुटर यहाँबाट अस्ति नै गाडी खसेको थियो यहाँबाट है। टिकटकमा देख्यो होला नि होइन, यहाँबाट चाहिँ तल खसेको। तालको पानी चाहिँ सही छ है, सफा रहेछ। कायाकिङ गर्नेहरू त्यहाँ छ। अब चाहिँ हामी लाग्यो यतातिर चाहिँ फिसिङ हान्ने ठाउँ रहेछ के हो यस्तो। अलि कस्तो टाढा रहेछ यहाँ। फेरि माथि के हो प्रतीक्षालय जस्तो रहेछ बस्ने ठाउँ। अब चाहिँ हामी चाहिँ अलि माथि गएर भेट्न पर्ला जस्तो छ। बङ्गुरले दामी ठाउँमा लिएर जान्छ भने अरे भौडिन ठाउँ भाइरल रहेछ, मैले टिकटकमा हेरेको थिएँ। अब चाहिँ जानु पर्ला है त। है त गाइस हल्का उता गएर भेटौँला है त। यहाँ चाहिँ एन्टिक पिस हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ ताल आइपुग्यो, ताल सिद्धिन लगाइसक्यो। कतिजना रहेछ ताल। बङ्गुर चाहिँ यता फर्स्ट टाइम आएको अरे। अब मैले घुमाइदिन लिएर आए जस्तो भयो। म चाहिँ पहिला आएको थिएँ। यहाँ चाहिँ बबाल छ है त तालमा। तर के भन्छ ढुङ्गाहरू छँदैछ होइन, बोटहरू लागि बरु कायाकिङ गर्नेहरू थियो माथि। यहाँ चाहिँ अब बङ्गुरले राइड छ। गर्मी त अब यहीँ भइसक्यो। अब उहाँ जाने जेलसम्म कस्तो हुन्छ बङ्गुरले चलाउँदैछ के अरे। यहाँ बङ्गुरले अलि फेरि खतरा राइड हान्दैछ यहाँ। अहिले बङ्गुरले फेरि पछाडि दिनै सक्छ मलाई त। अहिले बङ्गुरले कुदाउनु लाग्यो यहाँ। नकुदान अलि उडाइदिउँ। पहिला हिँड्न सिक्नुपर्छ कि के हो र। ताल चाहिँ सिद्धिँदै बङ्गुरले ढिलो चलायो कि ताल ठुलो हो कि के हो। यो ताल त हुँदैन आजसम्म त्यो बङ्गुरलाई बाटो थाहा छ भन्छ के अरे। भौडिन ठाउँको भौडेर नै आएको भन्छ के अरे। अब हेरौँ न। ल त गाइस अलि लामै होला जस्तो छ। छोटो बनाउनु पऱ्यो। अलिकति माथि गएर भिडियो गर्नु पऱ्यो अब है त। गाइस अहिले हामी यहाँ कहाँ पुग्यो यस्तो के अरे बङ्गुर के हो देख्न सक्नुहुन्छ गाइसहरू। चलाउने भए चाहिँ यहाँ आउनु पऱ्यो होइन। यहाँ मैले त चलाइसकेको थाकिसकेर हो। यो पुरानो पुरै लेक हो। यो एरिया चाहिँ पुरानो लेक होइन। बङ्गुर चाहिँ यहाँको गाइड रहेछ, लोकल गाइड चाहिएमा सम्पर्क गर्नु है गाइड। नम्बर छ। पहिला यहाँ माछा पोखरी थियो अरे। यस्तो खेतसेत जस्तो थियो अरे, ताल थियो अरे बङ्गुरले भनेको अनुसार। हामी चाहिँ अझै यति धेरै हिँडिसक्यो, अझै छ भन्दा टाढै। वहाँ माथि चाहिँ कालीसम रे गाइस। जुन गर्छौँ कि क्या हो यहाँ माथि। कति सानो भएछ नि त, यत्तिकोमा ठिक होला है गाइस। अब चाहिँ यहाँ माछा पालेको जस्तो छ, माया रहेछ। अझै फार्म जस्तो छ है। अब खोलाको माछा खानेहरूलाई यस्तो के माछा के मिठो हुन्छ। बङ्गुरले चाहिँ अझै राइड हान्दैछ। गर्मी चाहिँ यहीँ भइसक्यो। खोला चाहिँ अब आउने कहिले हो। यही माछा हो कि खोलामा जाने छ त। खोलामा जाने माछा हुन्छ तर यो त
पाठशाला भनेको त अब छुट्टी हुन्छ नि त गाइज के हो र। अब चाहिँ हामी अलिकति माथि गएर भेटौँ होला है, लामो भिडियो ल है त। गाइज पामी बजार कट्यो रे होइन, खडक त्यो भोरी पानी आउँछ पुरै, त्यो भोरी पानी आउँछ अरे है, त्यो टल्केको भोरी भत्केको भोरी झर्ना जस्तो आउँछ होला नि त। अब झरे झर्ना केही छैन गाइज, बङ्गोले यहाँ रफ्तार हान्दैछ, यति नै के रफ्तार भन्ने तर यति त मैले देब्रे हातले कुदाइदिन्छु नि त फेरि के हो। अब चाहिँ माथि गएर भेटौँ होला, अलिक डाँडा उक्लिसकेपछि है त। पौडी ठाउँ लगायो, सिना कट्यो, घाँटी सिनानी कट्यो, सबै कट्यो। बङ्गुरको मामा घरसम्म बङ्गुरले देखायो। यतातिरको बाटो चाहिँ पिच रहेछ होइन। अब आउन त लाग्यो के अरे, तल त पौडिँदै थियो कुहिरेनीहरू, तलपट्टि हल्का सानो गहिरो मात्रै छ अरे, माथि चाहिँ अलिकति डेन्जर गहिरो छ अरे। त्यही भएर हामीले अब माथि पौडिनु भनेको भिरै भिर मात्रै छ होइन। भिड चाहिँ भिरै भिड छ, बङ्गुरले चलिरहेको छ यहाँ। गाइज हामी पौडिने ठाउँ चाहिँ आयो अरे होइन। पुरानो पुल रहेछ यहाँ फेरि होइन। पौडिने ठाउँ चाहिँ कता रहेछ कुन्ने, पौडिने ठाउँ चाहिँ बङ्गुरले देखाउँछ, त्यो पौडिने ठाउँ चाहिँ यहाँ रहेछ होइन। सबै गहिरो छ अरे, यी फोराको यस्तो पानी त बरु फोहोर रहेछ यहाँ अरे। हामी पौडिने चाहिँ होइन, दुईजना मात्रै डुबाउँदा हुन्छ के अरे मजा त। अब हेर न बङ्गुर छ, मान्छे त कोही पनि छैन, तल चाहिँ बरु मान्छेहरू थियो, यहाँ चाहिँ अहिले गहिरो भएर कुद्नु भएको होला। ल है त गाइज अब पौडिनु पर्छ। बङ्गुर चाहिँ पौडिएछ, ठाउँ चाहिँ खतरा गइरहेछ। अहिले चाहिँ हामी यहाँ पौडिसक्यो होइन। बङ्गुरले डाइ खान्छ अरे, गहिरो चाहिँ लास्टै गहिरो छ। अब म चाहिँ यो ढुङ्गा होइन हो यहाँबाट हामफालम भनेको। अब हेरौँ न कस्तो हुन्छ है गाइज, यहाँबाट हामफाल्न पर्यो। वो ल त गाइज म त्यहाँबाट हामफाल्छु, बङ्गुरले भिडियो गर्छ कस्तो हुन्छ। खुट्टा सुट्टा त केही नहोला नि, गहिरो छ हुन्छ के अरे। अब बङ्गुर आउँछ अनि म हामफाल्छु है त गाइज। ल यो हामफाल्ने रे यहाँबाट होइन, यहाँ यस्तो गहिरो हो। ल हामफाल्छ अरे है यत्रो हाइटबाट। ल ल 1 2 3 अय्या म्याच मऱ्यो मऱ्यो। हामफाल्ने रे यहाँबाट, डाइभ भन्नु डाइभ हान्ने रे। ल अयो त्यहाँ माथि हामफाल्थ्यो। ल ल भयो भयो कट्टु फुस्क्यो त्यसको, कट्टु हेर्ने केटा। कानै दुख्यो, अब चाहिँ एकचोटि साबुन लाएर जानु पऱ्यो। यो चाहिँ हाम्रो डाइभ हान्ने अरे, माथिबाट हाम फाल्न सक्दैन यसले फेरि। माथि हाम्रो यति देख्छ तर डेन्जर अग्लो छ, यो चाहिँ यहाँबाट हाम फाल्यो। गर्मी नि भयो, अब पुग्न नि पुगे जस्तो भयो। कति बज्यो, 1 2 कति बज्यो। अब चाहिँ जानुपर्छ है त गाइज। अब हामी चाहिँ पौडिसकिसक्यो, अब चाहिँ जाडो नि भयो, रुगा नि लाग्यो। अब चाहिँ घर जानुपर्छ, त्यस्तो छ। कपडा सबै लगाएर जानु पऱ्यो, यो चाहिँ डेन्जर गर्नु भयो। सही छ है त गाइज। है त अब चाहिँ एकसट यहाँको सिन देखाइदिन्छु अनि बाटोतिर गएर भेट्नु पर्छ। प्यारासुट ल्यान्डहरू लाग्यो होइन, हामी चाहिँ अब आउनु लाग्यो। यता छेउतिरमा छ, उता गएपछि ल्यान्ड भयो। पानी रहेछ कि क्या त्यहाँ।
यता चाहिँ गाडी चाहिँ हिँडेको हिँडेछ अब चाहिँ घरतिर ल्यान्डिङ चाहिँ ठिक भन्दैन क्या मलाई यार घरतिर जानुपर्छ मान्छे है त अब उता लेक साइड गरेर एउटा लास्ट भ्लग बनाएर चाहिँ फोटोसोटो हान्ने मलाई पढिसक्यो एकछिन खाजा खाजा जानुपर्छ है त गाई त्यही हो आजलाई त्यही त गाई बाई बाई गाई